रामपियारीले पनि एउटै गर्ने भइ फेरि अरू त त्यस्तै हो कि त्यसरी भिडियोमा आएर नेपालमा कोही छ भने मेरो छेउछाउको छ अन्त म त पट्टा पार्दिसक्थ्यो अन्जान भाइ उसलाई सपोर्ट दिएर अगाडि जाँदा राम्रो ठिक होला जस्तो लाग्छ दुनियाँलाई गाली गरे पक गरे तँलाई यस्तो गरे उस्तो गरे होला त उही रामपियारीको जस्तै 40-45 जना 150 जना। हेलो साथीहरू सबैजनालाई स्वागत छ मेरो सोमकिसिङ भ्लग च्यानलमा। अनि साथीहरू आज फेरि मैले यहाँ अलिजय जमालीको फ्यानहरूको भिडियो लिएर आएको छु र यहाँ ढुङ्गी माता र बुढा कलेक्सनहरू मिलेर अलिजय जमालीलाई कन्ट्रोभर्सीमा ल्याउने भए भनेर यहाँ अलिजयका फ्यानहरू यसरी आत्तिएका छन्। र साथीहरू हजुरहरूले यो भिडियो अगाडि हेर्नुपर्ने हुन्छ र साथीहरू हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला। यो भिडियो मन परे भिडियोलाई लाइक सेयर गर्न चाहिँ नभुल्नु होला भन्दै हजुरहरूको लागि मैले सानो भिडियो अगाडि राखेको छु हेरेर साथ सपोर्ट गर्नु होला भन्दै भिडियो सुरु गर्छु। हेर्नु साथी भिडियो अगाडि। मुखबाङ्गीले पहिलेको भिडियोहरू आएको कि अहिले बनाएको त मुखबाङ्गीले भर्खर बनाएको भिडियो हो कि हिजो बनाएको त मुखबाङ्गीले बोल्ने कन्टेन्ट पाएन है क्या अनि त्यसपछि ढुङ्गीले यस्तो पनि पाङ्गेको छ होइन यस्तो तरिकाले बोलेको छ कस्तो बोलेको त्यसलाई गरे दुबई भने दुबई पठाइन्छ गरे अनि त्यसपछि पाकिस्तान भने पाकिस्तान पठाइन्छ गरे तँलाई हेर्दै रक गरे अनि गरे कुरा कसले पत्याउँछ हो अनि त जसको पनि विषयमा बोलिरहेको हुन्छ जसको पनि जेको यस्तो के अन्जान भाइ होइन एउटा बोल्ने पनि तरिका हुन्छ होइन नेपालीले होइन नेपालीले पनि अहिलेसम्म खेदो खने होइन नेपाली होइन कस्तो हो भने त्यसले पनि अहिलेसम्म होइन जति पनि नेपालमा जति पनि कुनै पनि ठाउँमा उयोहरू केही चिजहरू भएको छ भने कन्टेनर राख्छन् त्यसको विषयमा बोलिहाल्छ क्या। अनि अब त केही कन्टेनर राख्छ छैन बोल्ने विषय पाएन अब हाइलाइटमा आइन हाइलाइटमा आउनको लागि त एउटा कन्टेन्ट चाहियो अनि लास्टमा चाहिँ अनि फेरि कहाँ कहिल्यै त नभएको चिजलाई चाहिँ लिएर आएर अगाडि बोलिरहेको रहेछ। म त अब पहिलेकै हो कि त भिडियो कसैले उयो गरेको हो कि जस्तो लाग्यो बोलिरहेछ फेरि मुख पनि इत्रु छ बाङ्गो छ हो जति पनि त्यति पनि बोल्ने होइन कि मान्छेले होइन एउटा हुन्छ तरिका आफ्नो कन्टेन्ट बनाउने हो मान्छेले आफ्नो अगाडि जानको लागि दुनियाँलाई गाली गरेर बरु उसलाई सपोर्ट दिएर अगाडि जाँदा राम्रो ठिक होला जस्तो लाग्छ दुनियाँलाई गाली गरे पक गरे तँलाई यस्तो गरे उस्तो गरे मान्छेको सपोर्ट पनि चाहिँदैन क्या कला दिदी हामीलाई राम्रो मान्छेको सपोर्ट अहिलेसम्म त्यसले के साथै सपोर्ट दिएर नै हामी अगाडि त्यो बुहाइभरि अगाडि पुगेको थियो र त्यो त कहाँ थियो क्या अहिले पो आएको त त्यसलाई फेरि कन्टेन्ट चाहिएर त्यसलाई मान्छे चाहियो कसैले नदिने क्या त्यसलाई पनि गाली गर्नु भनेको टेन्सन दिनु भनेको फेरि त तर मैले फरीमा देखिरहेको थिएँ मैले त्यही भनेको त्यसलाई चलाउने होइन त्यो मैले चाहिँ हिजो यसो हेरेँ होइन अन्जान भाइ यसो हेर्दाखेरि ठ्याक्क फरीमा कुदेको देखेँ कसले के भनेछ र कसले के गरेछ र भने ठ्याक्क मैले हिजो नै उतिखेर नै ब्लगमा हान्दै भाइ अस्तिसम्म लेभलमा आउने हो मैले ब्लग हानेको छैन त्यसलाई पर्खिरहेको छु कन्टेन्टै चलाउने हो पनि अब अस्तिसम्म त फेरि कन्टेन्ट चलाएर बस्दिन्छ फेरि त्यस्तो बाङ्गी आइनेहरूको लागि पनि अन्जान भाइ अस्ति अलि 1-2 हप्ता अगाडिसम्म त यिनीहरूकै बारेमा राम्रो बोल्दै हिँडे त्यो मुख बाङ्गीले त नि पहिले सरी भनेको थियो त नि भनेको थियो त अनि त्यसलाई फेरि सक्यो त आज भोलि त उही रामपियारीको जस्तै 40-45 जना 150 जना पुग्यो होला अनि त्यहाँ फेरि अनि चलाउनु परेन ए रामपियारीले पनि एउटै गर्ने भइ फेरि नै एउटा यस्तो हुन्छ कि अन्जान बजार एउटा केही शब्द भनेको थियो भने चलो भन्ने यता गऱ्यो उता गऱ्यो या त्यो बिचरा एउटा पाकिस्तानबाट बिवाह गरेर नेपाल आएको छ अनि आफ्नै सासूले त टर्चर दिइरहेको छ त्यो यो ढुङ्गी माता र कुकुरले बोल्ने अधिकार के थियो कि सोसियल मिडिया हो भन्दैमा जे पायो उहिले भन्न पाइन्छ
यो ढुङ्गा माटो अनि यस्तालाई त म हुनुपर्ने मैले यो जति बोलेछ नि यति लगेर मैले यसलाई होइन त्यो कुन ठाउँमा छ नेपालमा छ कि कहाँ छ वेलकम बुटोलमा छ अनि त्यसलाई नि भूत लाउनु नि हो अस्तिको अहिले एउटा कुरा म के भन्छु अन्जान बजार यही ठाउँमा नेपाली एउटा कोही केटी भइदिएपछि त्यो गएर लुच्ने चाहिँ त्यो अन्जान भाइ अरू त त्यस्तै हो कि त्यसरी भिडियोमा आएर नेपालमा कोही छ भने मेरो छेउछाउको छ अन्त म त पट्टा पार्दिसक्थ्यो अन्जान भाइ